किन भन्न सक्थिनस् खोइ किन आएर छ फेरि बोल्दै ए ढुङ्गा पनि सेतै मान्छे घटाइमा छिटो बाघा आयो यो कहाँबाट आउनु भएको हजुर हामी म उता साङदादेखि के छ झोलामा झोलामा अब यस्तो अब सुनको डल्ला पैसा छ ए जुत्ता राम्रो रहेछ यो पैयाको लाठी कहाँबाट ल्याउनु भयो हजुर ए मैले यहाँ मङ्की किसिमले मागेर ल्याएको कहाँबाट ल्याएको मङ्की किसिमले मागेर एकछिन नाच त देखाउ त उता 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 नाच तलबाट लन्डिनु होला अब लट्ठी समात्नुहोस् त्यो कसको छोरी हो रोको कालोबराबाट आएको सिङ्लो जाने भनेको हो र ए यो लट्ठी टेकेको बड्डो हो कि बालक हो कि जवान हो 15 वर्ष केटी हो यो रोनेको सास मरि गयो मेरो अयो यो गुराँसको फुल फुल्न आएको छ त भाइ ए बरै त्यहाँ सुतेको को हो त कुम्भकर्ण हो त्यो डाँडामा कति राम्रो लेखो रोक 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 तिम्रो घर कहाँ हजुर झापा जिल्ला हो जान कति छ जान 3 जना मात्रै हजुर 3टा मात्रै हो आयो बाबे एउटाको नाम के हो दुईटाको नाम के हो एउटा नाम के र दुईटाको आयो बाबे यो नामले त्यही सुन्तला 2 भएको एउटा नाम के र राख्दिनु एउटा दुईटा पिलाउती हो दुईटा नाम जोरुवा हुन् दुईटा ए दुईटा जोरुवा एउटा सिंगल हो केरा अरे बाबे सास बोल्यो ऊ त्यो बेलाउती सुतेको हो कि केरा भैँसी अरे बाबे सास बोल्यो रोने को हो त रोने को यता फर्क त नानी फर्क त ऊ त्यो मान्छे को हो त धनीराम चौधरी ऊ त्यहाँ हो क्या ए मान्छेको नाम के हो त उसको गुल्लो बहादुर नाम नाम के हो रे गुल्लो बहादुर यसको नाम के हो त नानी हेलो हेलो फोटो गराइराख्नु छ यसको यता ए मान्छेको नाम के हो त नि ऊ नामको ऊ मान्छेको नाम छैन बिना नामको मान्छे हो त वन मान्छे भन्छन् के रे केरा बेलाउती भनेको होइन र गाउँघर त्यो डाँडादेखि उता हो
होला होइन घर थियो यो कहाँबाट ल्याउनु भएको अम्ला झाप जिल्लाबाट कौन देशको लाउरी हो नि त यी झाप जिल्ला लन्डनको एउटा अम्लाले त खाऊँ अब एकछिन नाच्देऊ त बाबु त्यो हजुर कहाँ लाउरे उता तँलाई त्यो झापनको लाउरी हो कि यो नानी कसको रहेछ चिरफिरे डल्ली मिटिङ्री के गर्नुपर्छ त अब यसलाई बन्द गर्ने